वेलकम टु आवर न्यू ब्लग गाइस। आज चाहिँ अब रोनाल्डोको फर्स्ट म्याच होइन, फर्स्ट वर्ल्ड कप छ। अब कस्तो होला भनेर चाहिँ म मेरो साथीहरु चाहिँ एकदम एक्साइटेड छु। तर गाइस यो रोनाल्डोको जर्सी चाहिँ अब स्वाट लागेर यहाँ राख्नु पर्यो। आफ्नो जर्सी लगाएर हेर्नु नि त, आफ्नो रोनाल्डो जस्तो लाग्छ नि त गेम हेर्दा। ठिक छ ल त गाइस, म र समीर भाइ चाहिँ अब पुरै रेडी सेडी भइसक्यो। रेडी पोजिसनमा अब ल्यापटप स्यापटप मिलाइसक्यो होइन। अब हेर्नुपर्छ। अब यो चाहिँ चिप्स हो। अब तल यो सकेपछि हामी रिफिल गरिहाल्ने हो छिटो। यो समीर भाइ चाहिँ लेग पिस खाएर अब म नि एकछिन पछि खानुपर्छ है। म त फेरि चाँडै सकिहाल्छु। अब यो चाहिँ हाम्रो रेडबुल छ होइन, म समीर भाइ अनि दिदी। अरू त्यही हो। आज चाहिँ अब हामी दुईजना एकदम एक्साइटेड छु। रोनाल्डोको नि लास्ट वर्ल्ड कप छ होइन। हामी दसैँभन्दा नि अब यहाँ वर्ल्ड कपतिरै होइन धेरै एक्साइटेड छु। रोनाल्डो 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 एकचोटि झिक्यो। रोनाल्डो दाई आउनु छ। रोनाल्डो दाईले देखाइहाल्नु नि। समी त रोनाल्डो अङ्कल भन्छ। समी त रोनाल्डो अङ्कल भने अनि मात्रै जित्छ। रोनाल्डो अङ्कल, म रोनाल्डो दाई भन्छु। रोनाल्डो दाई खै त यार। त खोल्नु त सक्यो। ट्राई गर्नु के हो यार। खाँदैछ रोनाल्डो अङ्कल आउनुहुन्छ है। खोइ त के हो यार। होइन अहिले यता रेफ्री यता हुन्छ तालु रेफ्री पछि राम्रो छ कि छैन हाम्रो थाहा छैन। गेम हेर्दै राम्रो त। ओ रोनाल्डो हेर्दै हार्न जस्तो छ। अब के हुन्छ दिदीको विथ एक्सपिरियन्स चाहिँ मैले निकाल्नै नसकेँ नि। दिदीले एकैछिनमा है रोनाल्डो दाजु सेम मिल्छ है। अब म चाहिँ अब त्यसो के मनपर्छ भन्दाखेरि अब उसको चाहिँ अब के अरे अब यस्तो के अरे अब लोयल हुन्छ नि। अब त्यो जङ्गिने पाराहरू होइन जस अब हेर्दै अब प्लेयर जस्तो देख्ने क्या। अरू त अब मेसी त अब के हल्का प्लेयर जस्तै देख्दैन नि त। रोनाल्डो भनेको एकदम जोस जागरण लाग्ने क्या। अब आफूलाई नै अब के गर्नुपर्छ जस्तो लाग्ने क्या। 6 टाइम वर्ल्ड कप खेल्दा चाहिँ अब 6 टाइममा त जित्नै पर्छ कि, जसरी पनि जित्नै पर्छ कि। कहाँबाट पसिना निकाले पनि जित्नै पर्छ। त्यो जित्नु चाहिँ पर्छ होइन। त्यही हो। इन्डियाको चोरहरू हारिहाल्छ। यार भगवान् यार जित्नुहोस् न यार। आज होमवर्क नगरेको नि गाइज म यस्तो भएर चाहिँ। यस्तो रोनाल्डोको त बेस भयो। गोल यार पोर्चुगल रोनाल्डो जस्तो लाग्यो। यसले हाने यसले नाम के हो? नाम चाहिँ थाहा भएन। साथीले गर्दै यार। Oh, ये डायना रहेछ।
गाइस हामी चाहिँ रेड बुल खाँदैछौँ गाइस रेड बुल हो अरू केही होइन सोच्ने तरिका फरक होला फेरि हाम्रो डाइभर त कस्तो ढेस्रो गरे अरे गाइस हाम्रो पोर्चुगलको छ अहिले 1 भइसक्यो होइन अब कङ्गोले चाहिँ अब अहिलेसम्म जेरै आलु नै हान्दाखेरि अब ठिकै छ अब फर्स्ट ब्रेक भइरहेको होइन फर्स्ट ब्रेकमा सम्म चाहिँ अहिलेसम्म पोर्चुगलले वेल डन गरेर अहिलेसम्म बब्बल खेल्दा छैन रोनाल्डो दाजुले नै अब हल्का है यस्तो पासिङ चाहिँ अहिलेसम्म खतरा खेल्दा अब यस्तो चान्स पाइरहेन अटेम्प गर्नु पाएन अब कस्तो हुन्छ होला हामी नि है धेरै अब रोनाल्डोको गोल हेर्न चाहिँ एकदमै होइन मनबाट नि एकदमै उत्सुक छ कि होइन ह्याट्रिकको कुरा नगरौँ जस्ट फर्स्टमा 1 गोलको कुरा गरौँ होइन 1 गोल गरेपछि अब बिस्तारै 1-2 गरेपछि अब 1 गोल हानेपछि अनि ह्याट्रिकको एक्सटेन्ड हुन्छ कि यार के हुन्छ यारमा साँच्चै रोनाल्डो मलाई त्यहाँ बिचमा उता केटा डराइए डराए सक्दैन गाइस गोल हाल्यो कस्तो लागिरहेको छ 2 हान्छ क्या ढुक्कामा अहिलेको डान्स क्रिएट गर्थ्यो नि डेन्जर हान्ने यार केही छैन 2 गोल हान्छ कि रोसलले ढुक्का बस्नु कहाँ आउँछ हेर्न मान्छे यहाँ छ टुप पर्छ हजुरको कति सेकेन्ड हाफ पछि कस्तो भयो रियाक्सन कस्तो लाग्यो त्यो भन्नै मन छ नि के खेला यार गाइस के हो यार गेम तर ठिकै छ यार पोर्चुगल इज बेस्ट यार अब पोर्चुगलले यार जस्तो खेल्यो नि अब जस्तो ड्र गर्नु भन्ने धेरै ठुलो कुरा हो नि यार तर यो के अरे स्पेनहरूभन्दा स्पेनहरू हेर्नु पऱ्यो नि त है कति राम्रो 1 गोल भन्ने हाने नि यार 1 गोलमै खुसी हुने नि यार अब खुसी मनाउनु पऱ्यो नि यार खुसी मनाउने तरिका अब जस्ट एक पोइन्ट चाहिँ पायो अब त्यही खुसी लाग्यो अब अर्को गेम चाहिँ कस्तो हुन्छ भने फेरि एकदम एक्साइटेड छु कि रोनाल्डो दाइले जति मिस गरे भने जति जे गरे नि तर रोनाल्डो इज अलवेज इन माई हार्ट R for Ronaldo, R for Roson. This was for today, guys.